पोलीको मकै मेरो फेभरेट तपाईँ नखाने नुडल हाल्नु अघि मैले भनेको बिर्स्यो यस्तो नगर्नु खानु सबै यहाँ झर्छ हेलो एभ्रिवान दिस इज मी एङ्डोमा शेर्पा वेलकम छ मेरो मिनी ब्लगमा आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला म पनि एकदमै ठिक छु तपाईँहरूले देखिरहनु भयो होला मेरो पछाडि हामी चाहिँ धेर नहाल्नु आज यहाँ बार्बिक्यू बाहिर निस्केर मकै पोल्ने मासु पोल्ने आलु पोल्ने भन्ने विचार गरेर बाहिर निस्केछौँ अब म तपाईँहरूलाई देखाउँछौँ भर्खर हामीले आगो सल्काएको अनि अब यहाँ अझै सामानहरू चाहिँ यता रेडी गराएको छ त्यस्तो धेरै ल्याएको छैन हामीले कबाब र आलु अनि त्यस पछाडि त्यसमा यो कबाब पोल्ने अनि त्यस पछाडि यो मकै अनि त्यस पछाडि आलु पोलेर खाने हो यो चाहिँ आलु छ यो चाहिँ आलु छ यो चाहिँ निङ्ग्रो हामीले ल्याएका छौँ यो रोटी बनाएर ल्याएको हामीले भयो बाहिर गयो के हो यस्तो चर्किने चाहिँ कोइला त पर्किन्छ नि त यो के कोइला हो त्यस्तो होसियार कता हो ल म त खोज्दिनँ हट है यस्तो पर्किँदो रे सही हो त पुग्नु हामीले सामान त्यति धेरै ल्याएको छैन नि त मैले फुगेको यस्तो चर्किँदो रहेछ तपाईँले फुक्दा पर्किँदैन रहेछ त ओ पर्क्यो त ऊ त सबै ज्याकेटमा गयो प्लिज आमा मेरो लुगा सबै बिग्रियो बाप तपाईँले बनाउन आउँछ हो यसरी यो चाहिँ कबाब हो होइन वाह पुरा एक्सपिरियन्स छ नि त म पहिला अफगानी रेस्टुरेन्टमा काम गरेँ नि त यो सबै एकैचोटिमा जान्छ जाँदैन कतिहरू 3टामा पुग्छ अनि यो अब एउटामा धेरै हुन्छ नि यो त अर्को फेरि भरे पाकेर खाइसकेपछि बनाउने नि त एकैचोटि बनाउ कबा ओ माई गड मलाई त यसरी त कस्तो लाग्यो अस्ति खायो भने तिमी कस्तो लाग्यो त्यतिखेर त मिठै लाग्थ्यो तर एकदम बनाएको देखेन नि त तिमीले पनि यस्तै बनाएको नि त तर स्टिकै सानो भयो नि खास गरी कबाबको स्टिक त ठुल्ठुलो चेप्पो हुने बोलेपछि नेक्स्ट टाइम ल्याएर आउँछु हट योभन्दा छोड्छु अब मेरो मकै चाहिँ कहाँ पोल्ने अहिले पहिला पुरा कोइला होस् न त्यसपछि पोल्ने मकै त आलु र मकै त भरे एन्डमा पोल्ने नि त उसको चाहिँ अगाडि पोल्ने मेरो चाहिँ लास्टमा पोल्ने हेर न ओ माई गड कमेन्ट गर्नु होला कबाब मनपर्नेहरूले तर यो पाक्नु कति टाइम पो लाग्ला अहिले पोल्ने मान्छे चाहिँ यहाँ पोल्ने मान्छे चाहिँ त छन् तिनवटा एकैचोटि गर्ने हो दुईटा रोटी म त नखाने त्यही खान्छ खायो भने छोसी खाउनु राम्रो छ यो खानु झन् ठुलो चाहिँ ल्याएछ तपाईँले मलाई भन्नु भने के खान्छ पोर्जी चाहिँ त्यहाँ खाँदैन एकछिनमा हात हुन्छ ओ फर्केला
मुख चाहिँ धुवायो ए तपाईको जुस पोक्ला जुस पोक्न म ओ माय गॉड मासु लिएर पाक्यो नि धेर पाएन पाएन जस्तो लाग्छ मलाई चाहिँ ओहो चुया कबाब म खाएँ ल मलाई चाहिँ मासु खानै खासै मन पर्दैन नि त त्यही भएर नखाने भनेको तर मिठो रहेछ हजुर काम छैन मेरो मलाई के थाहा क्यामेरामै राख्यो पोल्नु न अब मासु पोल्नु लागि खानुपर्छ रोटी सकिसक्यो त्यसमा जोसँग सबै खान्छ यो सामान उहाँ राख्ने ठाउँै छैन छ्या भुइँमा पोख्छ यार कहिले मासु मन नपर्ने मान्छे तर पोलेको त मिठो लाग्यो मलाई म त्यति मन पर्दैन नि त अब तातोमा अर्को पोलिहाल्नु न मेरो मकै लिएर आलु लिएर यो चाहिँ आलु सबै त पोल्ने हुँदैन नि त पोल्दिनँ है पोले हाल्दा मिठो हुन्छ नि मिठो हुन्छ आगो मरिसक्यो आलु छ हाम्रो गाउँतिर फल्ने आलु छ सरी मनपर्छ मलाई चाहिँ एकदम बेस्ट लाग्छ आलु छ नखाने मैले खानु भने भिडियो बनाइरहेछ भने त्यस्तो बलबल खाएँ उसलाई चाहिँ मन पर्छ मलाई चाहिँ मनपर्छ आलु बख्रा र आलु छ ओ मेरो सबै फोटो थियो मासु त बढी मासु त्यो चाहिँ म अब अलिकति हल्का मात्रै पकाएर खान्छु एकदमै बढी पाकेँ कसम भयो फ्यास फ्यास भयो झ्वाप खै मासु खै ल्याउ न ल्याउ न पाइसो उयो हुन्छ क्या उयो के हुन्छ चहल चहल दुईवटा लिएर आउनु न लागि भने चिन्ता पो छ केही लागि भने चिन्ता पो छ छैन ओ आलु डरलाई यहाँतिर फर्काउनु पर्छ मजाले पाओस् डोन्ट टच
अनि मेरो मकै मैले पातलो बनाउनु न पहिलाले हालिदिउँ हँ पहिलाले हालिदिउँ किन अब अनि मकै पनि बोल्नु त ल्याऊ अब यही हाल्छु पहिला अलिकति हाल्छु यो चाहिँ आलु छ यो चाहिँ आलु बाख्रा आलु दुइटै मनपर्छ मलाई चाहिँ मेरो फेभरेट हो 따다다다 왜 있으면 आलु चाहिँ डर ल हौ डरदैन हौ कस्तो आलु कहाँ एकछिन पाक्छ यहाँ तपाईँले भाडा ल्याएको छैन है त्यसरी अलिक पाकोस् न पापा किन चाहिँ लाटीले हे म पकाउँदैछु सायद छुर्छु नि अतो होइन कहाँसम्म लाग्यो त्यही भएर मकै पहिला प्लाट टुक्राको खाएर यो आलु त पहिल्यै भयो अब त त्यो होइन ऊ यहाँ झिकेर आएको पाके त्यो पाकेको छ न ऊ यहाँ ए त्यो त फर्काएर हाल्नु प्याज त पहिला ए आलु त सबै पहिला पराउ पारेको के गरिदिया लाटी तिमीलाई थाहै छैन खै 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 म केलाई दिन्छु खै अब यसको त कसो नि बोक्रो त्यसो भए बोक्रो खोसेपछि खोर्सानी दिनु न भने पेपर चाहिन्छ तपाईँलाई पेपर होइन जुस चाहिँ हाल अब जुस चाहिँ हाल खै तपाईँको त कहाँ मेरो पेपर उडायो ब्रो समाउनु न अब यहाँ आलु दिनुहोस् यार ल बुढी मकै पनि अलमोस्ट पाक्यो अब मकै पनि अलमोस्ट पाक्यो पानीको बोतल खै भनौँ पानी खोलेको पानीको बोतल खै अर्को मकै पढ्नु न अनि यो पाक्यो मकै केमा हाल्ने म राख्छु नि यहाँ आम्मामा अब यस्तो खाने है बुढी धन्यवाद आगोले आगो राख्नु वाह उसले खाने हो नि त पोले भयो त बुढी यो मकै पाक्यो त पोलीको मकै मेरो फेभरेट तपाईँ नखाने मुरु हाल्नु अघि मैले भनेको बिर्स्यो ए अब बुढीले रेडी पाएर मुखमा ल्याएर ल बुढो खाऊ पकाइ यस्तो नगर्नु खानु सबै यहाँ घर बस्छ सबै पोल्दिने हो
पोल्ने होला हौ मकैले के हो यो पनि अलमोस्ट पाक्यो बरु मलाई फन त म आफै आउँछु यसले खुवाउन भनेको म कत्रो ठुलो सबै गप्पै खाइदिनु मैले अर्काको निङ्नो है मेरो फेभरेट हो नि त मलाई यस्तो मनपर्छ होइन निङ्नो र आलु है पोलेको मकै कहाँ राख्यो बुढी हो कहाँ राख्यो त्यहाँ उयो पनि पाक्यो हेर त राख्नु नपायो भने यस्तो मनपर्छ नि त उसको चाहिँ खासै उसको चाहिँ मासु मेरो जस्तो हात यस्तो भइसक्यो हाँ हात look at my hand निङ्नो र आलु श्रीमतीलाई फोटो खिचेर पठाउ न के आलु खोज्ने अर्को नि त्यो लग्यो अनि म खोज्छु सबै पोल्दिने हो कता ल त अब त्यही एउटा चाहिँ पोल्नु अनि दुईटा चाहिँ उसिन खाने हुन्छ उसिन मिठो हुन्छ ल आलु अघि जस्तो बनाइदिनु मलाई म यो गर्ने कुन चाहिँ पाइगला दुई सबै पाइसक्यो पाक्नु मेरो हातै सबै कालो भइसक्यो आलु चाहिँ अङ्गरै भइगयो यहाँ है तर अघि आलु मिठो भएको थिएन भन्न मिठो भयो रेजनसँग शेर्पाल थाहा नि त अनि त्यसमा चाहिँ के लाउने रे कागती त्यसमा लाउनु भने पनि कागज सबै लाएर खान्छ नि अझ खास गरी यो सानो चक्कु चाहिने है एउटा अहिले सानो चोको ल्याउनु पर्ने छ है बुद्धि भएन त्यो धार्मिक छैन नि त त्यो मैले गाउँघरतिर आलु पोलेर कसरी पोल्नु अनि त पोल्छ नि यस्तो गरेर सरी म कस्तो ढ्याउडा आयो धार्मिक छैन नि त धार्मिक छैन नि त धार्मिक चाहिँ क्या खाएको मान्छेलाई खाउलाई बनाइदिन्छ अब तपाईँले गाडी पेपर ल्याउनु भयो हेर्नु अरू आलु सबै यस्तो बनाउनु पुरा के भन्नु बुढी मसँग दुईवटा मात्रै हात छ 4-5 वटा हालेर सही हुन्थ्यो किन मन त्यस्तो गरौँ आमामा सबै मैले गर्दा हुँदैन रहेछ हौ कस्तो गरेको यस्तो छ यो है यस्तो ला फाटे जान्छ त यो बिस्तारै गर्नु त्यो मकै खतरा मेरो मैले बिजुली के भयो
सक्यो के हुनु भन्दा पोल चाल्नु गर्छ ए अच्छा कसरी पार्छ लुरीले यो चाहिँ मेरो भाइ चाहिँ पोलेर हाल्नु बरु आलु सक्यो त अर्को नि हालौँ बरु अर्को दुइटा नि हाल्नु हालौँ अझै खानुहुन्छ हो ल आलु मेरो फेभरेट हो नि त आलु टन्नै हालेर लागेको थियो अघि मिली चाहिँ उठेन पनि बहिनीहरूको साथ म्यानेजमेन्टहरू डराउ न पुरै पानी अलिकति हाल्दैन प्लिज हात त हदै भयो नि धन्यवाद के छ गाइजहरू मनपर्छ लाइक कमेन्ट सेयर गरेर नभुल्नु होला मेरो हात नै यस्तो भइसक्यो त आलु निङ्ग्रो चाहिँ खानु पहिला चिज भइसक्यो के चाहिँ आलु निङ्ग्रो चाहिँ सबैले राख्नुपर्छ है मैले झनै ल्याएको यो दुइटा नपोले है त लास्ट कलिलो रहेछ क्या मकै है अझ दुइटा छ आलु मलाई भयो पोल्दैन पोल्दैन म के चाहिँ आलु निङ्ग्रो मेरो फेभरेट हो तर मकै भन्दा आलु निङ्ग्रो मकै चाहिँ लास्ट गुलियो रहेछ पोली जाल फोकस हुन्छ नि यो दुइटा चाहिँ माथि बोक अनि माथि आलु त्यो निङ्ग्रो छ त्यो सकाउँदैन होइन त घरमा पनि छ नि त निङ्ग्रो निङ्ग्रो चाहिँ हामीले पुरा किनेर ल्याएको हो कि होइन होइन निङ्ग्रो किन हिजो चोर्नु त्यसो हिजो टिपेर ल्याएको आफै टिप्नुपर्छ मकै चाहिँ 100 मिटर छ भोलि खाने त कागज बनाउने कागज त्यसको स्वाद हुन्छ अलिक छिप्यो भने कागज बनाउनुहुन्छ सो गाइस आज चाहिँ हामी बाहिर निस्केर मकै पोलेर खायौँ आलु पोलेर खायौँ आलु र निङ्ग्रो खायौँ अनि त्यसपछि कबाब मासु पोलेर खायौँ अब चाहिँ हामी घर जान लागेको अब जाउँ है बुढा अब चाहिँ हामी यो सबै उठाएर घर जान्छौँ सो गाइज कस्तो लाग्यो अर्को भ्लगमा भेटौँला बाई बाई थ्याङ्क यू फर वाचिङ